सरकार एक्सनमा जाओस् तर सरकार स्टन्ट गरेर समय बर्बाद नगरोस्। राज्यको समय ट्रायल गरेर स्टन्ट गरेर बर्बाद गर्यौँ भने हामीले फेरि नवयुवाहरूको भावनालाई सम्बोधन गर्न सक्ने अवस्था आउँदैन। दलितसँग आम माफी मागेको एउटा स्वागत योग्य कुरा हामीले देख्यौँ, तर आज हामीले माफी माग्नुभन्दा पहिले त्यो उत्पीडनमा पारिएको राज्य व्यवस्था, त्यति बेलाको शासन व्यवस्थाका विरुद्ध विद्रोह गरेर रगत बगाएर ती सबै विभेदमा परिएका, उत्पीडनमा परिएका जाति, वर्ग, क्षेत्र, लिङ्ग, समुदायलाई हामीले अधिकार सम्पन्न गराइसकेको अवस्थामा हामी छौँ। एकजना प्रवक्ता मित्र, एकजना कमरेडले भन्नुभयो माफी मागेर मात्र हुन्छ, बोलेर मात्र हुन्छ, भनेर मात्र हुन्छ, नीतिमा मात्र गरेर हुन्छ, व्यवहारमा हुनुपर्छ कि पर्दैन भनेर उहाँले सोध्नुभयो। म भन्न चाहन्छु, हामीले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै गर्दा, त्यो पार्टीसँग सहकार्य गर्दै गर्दा, त्यो पार्टीभित्रबाट निर्वाचनमा उभिँदै गर्दै गर्दा हामीले सम्मानित पार्टी सभापतिज्यू रवि लामिछानेलाई भनेका थियौँ, तपाईँ दलितको मुद्दाप्रति झुक्नुहुन्छ कि हुन्न भन्दा उहाँले झुक्छु भन्नुभयो। लेख्नुहुन्छ कि हुन्न, लेख्छु भन्नुभयो। कति नम्बरमा लेख्नुहुन्छ? 1 नम्बरमा लेख्छौँ भन्नुभयो। 1 नम्बरमा लेख्नुभयो। यहाँलाई धन्यवाद छ। त्यो कुरालाई स्वीकार गर्नुहुन्छ? स्वीकार गर्छु, म जान्दछु, म मान्दछु। सम्माननीय सभामुख महोदय, अहिलेको जिउँदो कोही पनि गैर दलित यो जात बनाएको होइन, म यो कुरा जान्दछु। तर समाजमा भएको त्यो घृणा र त्यो पीडा सहेर बसेको दलितलाई त्यो क्षमा याचना गर्ने त्यो आँट, त्यो साहस कसैले गरेको थिएन। त्यो आँट गर्नुभयो, त्यो साहस गर्नुभयो अहिलेको सम्माननीय प्रधानमन्त्री र सम्मानित पार्टी सभापतिजीलाई म हृदयदेखि चाहन्छु।